गरेको भनेको चाहिँ गुगल ए ल अनि मेरो साइला भाइ पनि आएको छ ऊ चाहिँ एकदम फोनमा बिजी छ ऊ चाहिँ साह्रै धेरै गेम खेल्दो रहेछ होइन माइती म अनि यहाँनिर अर्को छ पुन्टुके र म चाहिँ अगाडि बसेको छौँ होइन कान्छा र म कान्छा के खाएको मुखमा के चाहिँ हुन्छ साह्रै धेरै गर्मी भएर चाहिँ नानीहरूलाई चाहिँ फ्रेस गराउन लागेको होइन पार्क गएको धेरै भएपछि चाहिँ फ्याँक्नु के साह्रो रहर लागेको एउटाले चाहिँ फेरि बाइक कहाँ छ घरमा चढ्ने होला पक्कै पनि विष्णु कहाँ छ किन अनि लक्ष्मणले भोलि इलाम जाने भन्दै थियो कि होइन त्यही त भोलि कति बजी जान्छ बिहानै झर्दा भइहाल्यो त त्यो त पुर्याउने काम अब उसलाई अभर पार्नु त भएन नि त ल बाइक भोलि गएर कान्छाले नि वाउ भन्यो यस्तै टिकट लिनुपर्छ त दिमागले काम गर्यो डाइपर बोक्यो यसको माइले कहाँ ठुलो निनी त कहाँ जानुभयो हामीलाई नै थाहा छैन लु झरौँ ल लौ कतिजनाको लाग्ने तपाईँको लाग्ने सबैको लु साइ लाऊ ए मैले 500 मात्र दिएँ हो ए फेरि मैले चाहिँ 1000 दिएँ जस्तो कहाँ जानुभयो भेना चाहिँ फेरि नानीहरू हेर्नु छोडेर चाहिँ कस्तो अन्त नानी हेर्नु आएको कि के गर्नु आएको म हेलो ल खेल्ने मान्छे फोल्डिङ हान्नु फोल्डिङ यस्तो दादालाई सरी भन्नु ल तिमी सरी भनेको नि दादालाई जाऊ तिमी पनि जाऊ माथि सरी भन्नु अझै चढ न त्यति नै चढेको यो केटी सिधा बसेर खेल लड्छ ल माङसम जम्प गर छिटो ल हो त्यस्तो गर्ने माङसम बक्सिङ हाल हो यस वाउ थोरै गर्नु न ए त्यो बिचमा चेप्टिन्छ नि ल हिङखुरा मामु ल उपर बस्छ चप्पल चाहिँ खै तिम्रो
भयो पानी त डह्रो परेछ राति पनि आज मैले अस्ति 3 दिन सिकेको थिएँ होइन अनि फेरि बिर्सेँ सबै बिर्सेछु आज फेरि सिक्ने मौका जुड्यो होइन अनि सिकिरहेको छ त अन्छु त्यो नलानु छैन राम्रो राम्रो छैन ल खोकिडाहरू छ होला त्यस्तोहरू छ राम्रै छ त यतिको त यसका डोमा फुटाइदिनु त्यस्तो स्केल भनेको त्यसरी ल्याउनु अलिक ताप्नै उताको जिन्दगी भनेकै सिकाइरहेछ कि त्यही भएर यता अब यता अन्त गियर चेन्ज गर्न अलिक आएको छैन क्या मलाई ताल यो गाईको दुईवटा त्यो ती तिनवटाको बिचमा ताकेर लगाइदिनु अनि स्केलै मेरो बाजे मिलेकै छैन गाह्रो हुन्छ त गाडी अनि त्यताको छेउको कसरी मिलाउनु यहाँ एक साइडमा बसेर त्यो बिस्तारै आउँछ भन्दा पर घर यस्तो राम्रो प्रायः त यहाँ कम्पाउन्ड दिँदो रहेछ क्या कम्पाउन्ड लाग्दो घुमायो फेरि उता पोस्टमा हाल्छ यो पोस्टमा कुनै बाटो आएछ नि होइन यता माथि त हेर्दा मात्रै चौर रहेछ कि खिच्नु नै हाल्नु त्यो उताको एक्सिलेटर खिचौँ कहाँ गाडी जोगाउँ यता नै यता उता अलिक बिस्तारै अलिक बिस्तारै त्यो यो त्यो माथि जाउँ न गाडी त झन् उयोको रहेछ त ट्रेनिङ अफ भइसकेको छ होइन 20 मिनट आधी घन्टा जस्तो चाहिँ सिक्यो होला जिन्दगी भनेको सिकाइरहेछ होइन कति सिक्दा पनि नसकिँदो रहेछ अब फेरि अहिले अब अस्ति बाइक सिकेँ अनि बाइकको लाइसेन्स निकालेँ होइन अब चाहिँ फेरि गाडी सिकिरहेको छु जस्तो यो ओ माइ गॉड उकालो भयो गाडी अफ छ होइन अब मैले यो छोडेँ गियरमा छ यो होइन ब्रेक छोड्दै हुनुहुन्छ अडियो होइन तर पनि रिक्स हो यो चाहिँ उकालोमा होइन एउटा पनि थाम्छ अब हामीले यो गाडी चाहिँ न्युट्रलमा कुनै बेला न्युट्रलमा राखेर गयो भने चाहिँ के हुन्छ गाडी के हुन्छ बग्ने रहेछ बग्यो होइन यसरी त्यो भएर के गर्ने न्युट्रलमा नराख्ने ल गुरुजीले सिकाउँदै हुनुहुन्छ तर उहाँसँग सिक्नु चाहिँ गाह्रो हुन्छ है अब गाडी सिकेर गाडीको लाइसेन्स निकाल्नु छ अब भोलि पछि मागको कृपा भयो भने गाडी कुदाउन सकिन्छ कि होइन आफ्नै त्यही भएर यहाँ सिकिरहेको छु भन्दा पनि अब चाहिँदो रहेछ क्या घरमा गाडी बाइक घोडा सबै
सिकिरहेको हुन्छ आफूले जानेन भने उयो हुँदैन क्या सिकिराख्यो भने अरूको पनि त बुझाउन सकिँदो रहेछ नि त यो कहाँदेखि आयो चढेर फेरि गयो है मान्छेहरू यात्रामा कति यात्रा गरेको भने सोचे ल हिँड्नु हिँड्नु को हो यो मङ्की पारा चाहिँ फेरि त्यत्रो गाडी कता राखेर त होइन यो गाडी त पब्लिक गाडीमा चढिँदैन अरे अब कुन ग्रीन कलरको मन पर्यो कि निनामा व्हाइट कलर ग्रीन और ग्रे हो ग्रीन और ग्रे दिस वान और कुन गाडी मन पर्यो यो गाडी कि घरको गाडी मन पर्यो अर्को कुन भन न यो राम्रो गाडी कि अर्को गाडी राम्रो यही राम्रो अर्कोमा टिभी आउँछ यहाँ त टिभी छैन कुन गाडी मन त्यही राम्रो त्यही राम्रो अर्कोमा त यहाँ टम एन्ड जेरी आउँथ्यो कहिलेको दिउँसोको गीत पनि साथीले दिउँसोको खाना अहिले दबाई खानुहरू खाजा आएको अस्ति नै क्या बेड कार्ड भइरहेछ यहाँनिर चाहिँ होइन बाहिर राख न बाहिर ल आफै लगाऊ नलाउ न अहिले बाहिर राख न चक्की गर्छ त नि त्यही भएर आऊ नि नमाइङखामा भित्र अस्ति त नाम टिपेको थिएँ पापालाई सोधेर हुँदैन निनीको फोन देऊ निनीलाई नै त्यो फोन कसको आएको नाना त्यही त के नाम छ इजरायल इजरायलै होला के भन्छ हो त्यस्तोलाई चाहिँ अब एकदमै फुर्ती बुहारी बिहे गर्नुपर्छ कि यसरी चिया लिएर आइहाल्छ लु चिया लिनुहोस् त चिया पनि ल्याइसकेको अब हामी खाजा खाने हावा आएको होला हावा त होइन होला ए माग्छ भन्नाले ए सिरे भेलाले ए ल ल ल सिरे माछालाई अन्त नि सेवा र माछा अलि पर राख है मेरो तातो तातो ए तान्दै बाहिर चिया थोरै अब भागमा आएको जति खाउँ ल जति छ त्यति खाऊ हुन्छ भयो धेरै भयो यो मेरो भयो दाजुको अनि बोला नि भेनालाई चिया खानु सेवा र ओए माछा ए सेवारो ऊ यहाँ चिया खानु आउनु न धेरै भएछ चिया त यहाँ त कहाँदेखि ल्याउनु भएको घाँस ए बलेसीको आउनुहोस् न भित्रै दाजु पापाङले उयो गर्नु हुने रे पापाङले भनेको कुराहरू सुन है दिनु केही सकिएन होइन अनि पापाङ आशीर्वाद मेरो माइला दाजुको छोराछोरी आज आइपुग्यो म धेरै खुसी भएँ दिनु केही नभए सेवा ल पाउँदेखि आशीर्वाद दिनु न आशीर्वाद नाता नातिमा धनी हुनु हो अनि एकदम धनी मान्छे हुनु ज्ञानी हुनु
अनि सम्झेर आइदिएकोमा धेरै धन्यवाद छ भन्ने नानी गाडीको पानी ल्याएन बसेर है भोपङमा त बसी सिमला लगाइदिनु दुई हातले जिवा गरेर मेरो नातिलाई हो जेठा माङसाम ज्ञान उसलाई पर्दैन ऊ सानोलाई अब पर्दैन खोपा उसलाई पर्दैन होस् रुन्छ नि केटाकेटीलाई नगर नि नमसित उठा आशीर्वाद थाप्नु उठेर आशीर्वाद जिवा गरेर उठेर छिटो उठेर आऊ ल त्यो खुट्टामा ढोक्नु पर्छ त बहिनीलाई नि चाहियो फेरि बहिनीलाई पनि लाउनु पर्ने अरे फेरि बहिनीलाई दुई हातले जोडेर दुई हातले सेवारो गर चुचुलाई बहिनीको नाउँ त एङखामा हामीलाई लाउन एङखामा नि निनामा त्यो फेन अफ भइगयो त ल प्रीतिमान सर यता बुहारीलाई ल पर्दैन हौ हामीलाई त फेरि आशीर्वाद धरे उलाउन त अर्को साल आउँदाखेरि नाति लिएर आउनु भन्नु आशीर्वाद नाति लिएर आउनु हो होइन भयो तिमीलाई चाहिँ फेरि किन साइलीलाई पनि साइलीलाई चाहिँ के अब ज्वाइँ लिएर आउनु भन्नु पर्यो अर्को साल आउन चाहियो मङ्सिरमा चाहिँ त ननको नि खिच्न अब ज्वाइँ त कहाँ छ अरे क्या खोइ त देवालाई सेवारो गर्यो देवा सेवारो पुस्दै हो ए अँ पुस्दै होइन साइनो ऊ नानीलाई पनि हेरेर ला लुचिरो न विदेश जान अडेको पो त अब तिमी लु छिटो उठिहाल न काका है मेरो हाम्रो काका ल काका एउटा कुरा बुझ्नु कि मन्त्रीको साथमा हिँड्दाखेरि चोरले सम्मान गर्छ कि एउटा जस्तै अब एरोप्लेन आयो अब आफ्नो मान्छे भनेर सम्झेर आउनु भयो होइन त्यो त सम्मान मान्नुपर्छ धेरैचोटि आयौँ फपङ बन्द थियो दिउँसो त नभेटिने रहेछ फपङलाई त ड्युटीमा छुट्टै ड्युटी नानी आउँदैन हो उहाँनिर काका खाऊ खाने निनी कान्छीकोमा गयौँ पर्सतामा निनीकोमा बढी त्यहाँदेखि लसियामा पिनीकोमा एकछिन उसँग होला एकछिन भेटेको आएको बेलामा फपङलाई भेटेको होला म त थिइनँ म त आइन त दयबहादुरको छोरा छ होइन रिचार्ड र सेनियर के पो छ नाम रिचार्ड र सेनियर हालिङको सयङमा आउनु पाइयो अन्त रिचार्ड कान्छा सेनियर अनि हालिङकोहरू त धेरै जनगणना हुने त मेघना होइन कम्ती रहेछ त अनि मेघना चाहिँ त्यो थियो अनि यसुदा माइली यसुदा सेवारो निनी सेवारो छामा लु सेवारो भन्द भइसरी होइन तपाईँहरू चाहिँ कता यता आउनु माग्छ अब त कटर खानै पाएको थिइनँ क्या मैले कटर खानु पाएँ छ्यामाले कटर दिनुभयो यो साल त साँच्ची कटर खानै पाएको थिएन हौ छ्यामा छ्यामा यही खान्छौँ ऊ टिना बिराम छ म यही खान्छु यही खान्छु छ्यामा खानु न तपाईँ ए चारवटा तिनवटा खाइसके चिसो चाहिँ छैन भर्खर खाइदेऊ खानु न त त्यो दाना चाहिँ दाना चाहिँ बाहिर निकाल्नुपर्छ म त बस्छु किरेम त के हो पिसलाई माम खाँदैन अहिलेको खाइसकेको अघि खाइसकेको हो पानी लु देऊ न त अलिकति
भन्दा मैले ठेक्कै पर बस्छ भन्दा ओके ओके होइन अन्त छोरासँग हिँड्ने बोयफ्रेन्ड हो कि क्या भने लक्ष्य हो नानी के हो पानी हो ए नानी म खाँदिनँ पानी मात्र चाहिँ खान्थेँ म पानी लिएर आऊ आम्मामा है सबै छोराले गरिदिइहाल्दो रहेछ अनि नाना अब स्विट 16ले छोड्दैन नि त होइन अनि अब सबै आन्टी लभरमा फेमस आन्टी लभर अब त केटाहरू त कन्या केटीले पाउला जस्तो छैन जस्तो छ ए हो अनि त्यता नजाऊ माम अघि खायो अरे माngsम अब दिनु हुँदैन माम कसैले हुन्छ र 6 महिना नानी हुन्छ होइन अन्त यिनीहरू सुत्केरी हुँदा त हाम्रो त नै नआज भन्नु चिनाहरूको बेला जाँदा नि हामी बहिनी कोहरू भनेर उसको बेको जन्तीले मात्रै साथी सोध्छ होइन हात लाउँछ है फुच्ची आज किन झ्यामझ्याम पानी पर्दै रहँदै गऱ्यो भनेको कि लोदो रहेछ अन्त नि नाना ए हो रहेछ आफ्नो घर आएर मगर हो कि कान्छा बाबुको घर आयो भनेर हाम्रो भेना चाहिँ कहाँ जानु भएको छ अरे मेरो भेना ल जाउँ हजुर अस्ति त्यता कुदिरहेछ त फेरि उता